आजको भिडियोमा हामी नेपाल एयरलाइन्सको अनुभव शेयर गर्नेछौँ। Captain Prashant Shrestha, assisted by Captain Sajal Koikil. नेपाल एयरलाइन्सको भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। बोर्डिङ पास गरेर हामी भित्र आइसकेको छौँ। आजको हाम्रो एयरलाइन छ 73 नम्बरमा। यो रहेको छ हाम्रो नेपाल एयरलाइन्सको प्लेन। 73 नम्बरको नेपाल एयरलाइन्सको फाइनल गेट। यहाँदेखि नेपाल एयरलाइन्सको यात्रा सुरु हुन्छ। हामी नेपाल एयरलाइन्सको प्लेनभित्र जाँदैछौँ। फर्स्ट टाइम नेपाल एयरलाइन्सको यात्रा गर्दैछु। अब आफ्नो सिट नम्बर खोजेर हामी आफ्नो सिट नम्बरतिर लाग्दैछौँ। नमस्ते। यो हो नेपाल एयरलाइन्सको प्लेन। पछाडि साथ आजको फ्लाइट करिब 9.5 घण्टाको फ्लाइट रहेको छ। कुनै पनि ट्रान्जिट नगरेर जापानदेखि नेपालसम्मको यात्रा रहेको छ। हामी भित्र जान सक्छौँ। यही हो। गरिहाल्छु नि। हजुरहरूको स्ट्रेन चाहिँ यहाँ हुन्छ। यसलाई थिच्नु भयो भने यो बाहिर निस्किन्छ। तानेर यसरी हेर्न सक्नुहुन्छ। तपाईँको पनि यतातिर छ ल। अहिले सेफ्टी डेमो हुन्छ, त्यसलाई चाहिँ हेर्नु होला है त। बुझ्नुभयो नि? थ्याङ्क यू। काठमाडौँसम्मको उडानको समय 9 घण्टा र 30 मिनेटको हुनेछ। आफ्नो सुरक्षाको लागि सबै सामानहरूलाई माथिको सामान कक्षमा अथवा आफ्नो अगाडिको सिटको मुनि राखिदिनु होला। उडानको सुरु र अवतरणको समयमा सिटको पेटी बाँधी सिटलाई सिधा राख्नुहुन र ट्री टेबल बन्द गर्नुका साथै छेउको कभर खुला गरिदिनु। हामी चाहिँ आफ्नो ठाउँ चेन्ज गरेर जस्ट इमर्जेन्सी गेट रहेको छ। Supervisor Sushmita Thapa along with the other cabin crew members. Flight time will be 9 hours and 30 minutes. For your safety, your hand luggage must be placed in overhead compartment or under the seat. यो ढोकामा चाहिँ अब केही अप्ठ्यारो पऱ्यो भने सबभन्दा हामी पहिले ढोकाउन सहयोग गर्छौँ अनि हामी सबभन्दा अगाडि जान्छौँ। उडान नियम अनुसार हामी यहाँहरू समक्ष सुरक्षा सम्बन्धी जानकारी गराउँदछौँ। मेरोमा चाहिँ नचल्दो रहेछ। मलाई चाहिँ अब हाम्रो प्लेन टेकअप गर्न तयारी पोजिसनमा रहेको छ। केही समय बिचमा हाम्रो प्लेन टेकअप गर्दैछ। टेकअपको लागि प्लेन रनवेतिर लाग्दैछ। Nepal Airlines, this flight is RA4342 to Kathmandu. The commander of this flight is Captain Prashant Shrestha, assisted by Captain Sajal Koikil. And our main flight supervisor Sushmita Thapa along with the other cabin crew members. Flight time will be 9 hours and 30 minutes. For your safety, your hand luggage must be placed in overhead compartment or under the seat in front of you. इन्टरनेशनल प्लेनहरू जमिनको हाइटदेखि 30,000 देखि 40,000 फिटमा उड्ने गर्दछन्। अझै पनि हाम्रो प्लेन 30,000 फिटमा पुग्न सकेको छैन। अरू इन्टरनेशनल फ्लाइट देख्न सक्नुहुन्छ। यो ट्याब्लेटमा हजुरले 1-2टा फिल्महरू डाउनलोड भएका छन् अनि 1-2टा गानाहरू छन्। अलि धेरै फिल्महरू भएको भए राम्रो हुने थियो, किनकि हामीले नहेरेको फिल्म भएको भए हुन्थ्यो। जम्मा 2टा फिल्मभन्दा अरू स्क्रिनमा कुनै पनि केही पनि देखिन। 2टा फिल्मभन्दा धेरै नभएको र त्यसभित्र चलाउँदा पनि अलि अप्ठ्यारो, गाना पनि त्यति साह्रो नभएको होइन। नेपाली गाना पनि त्यति साह्रो थिएन अनि त्यो एउटा अरिजित सिंहको गाना थियो। अरू त्यति साह्रो केही पनि थिएन यो ट्याब्लेटमा। साउन्ड क्वालिटी पनि रेकर्ड गर्नु। 2 वर्षभन्दा तलको बेबीको चाहिँ फ्लाइटको टिकट लाग्दैन। 2 वर्षभन्दा माथि पुग्यो भने चाहिँ हजुरले फुल टिकट तिर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले चाहिँ यदि हजुरको बेबी छ भने चाहिँ 2 वर्ष नपुग्दै ट्राभल गर्नुहोला। टोकियो नारितादेखि उडेको प्लेन अहिले चाहिँ हिरोसिमा कटिसकेको छ। हिरोसिमादेखि अलि अगाडि पुगिसकेको छ।
प्लेन टेकअप भएको 2-2.5 घण्टा हुन लागिसक्यो। मैले चाहिँ कपिल शर्मा सो हेरेर बसिरहेको छु। हाम्रो खाना पनि तयार भएर आइसकेको छ। मैले चाहिँ चिकन राइस अर्डर गरेको छु। अब भेजिटेरियन खाने भेजिटेरियन छ अनि नुडल्स खाने नुडल्स पनि छ हैन। मलाई फेन्टा दिनु। प्रश्न तिमीले के खानी हो? केही खाने मन छैन। बियर खानी हो र? 2वटा फेन्टा र हामी 2 जनाले 2 सेट चिकन राइस अर्डर गर्यौं। यदि हजुरहरूलाई जुसहरू मन पर्छ, अल्कोहल अथवा वाइनहरू मन पर्छ भने हजुरहरूलाई त्यो पनि अवेलेबल हुन्छ। त्यो चाहिँ हजुरलाई जतिचोटि थपेर पनि खान मिल्छ। 4000 फिट माथि उडेर आकाशमा खानुको पनि बेग्लै मजा हुन्छ। आउनुस् आज नेपाली एयरलाइन्सको खाना के कस्तो छ त्यो पनि हामी एक्सप्लोर गर्नेछौँ। यो रहेको छ चिकन राइस अनि आइसक्रिम रहेको छ अनि एउटा पाउरोटी अनि मायोनेज जस्तो रहेको छ अनि मैले पानी र ओरेन्ज जुस मगाएको छु। ल नेपाल एयरलाइन्सको खाना के कस्तो छ? धेरैजनाले म जस्तै गर्नुहुन्छ होला हैन। हातले खाँदा दाहिने हातले खाने, चम्मचले खाँदा चाहिँ लेफ्ट हातले खाने गर्छु मैले पनि। हजुरहरूले पनि त्यस्तै गर्नुहुन्छ कि के कस्तो गर्नुहुन्छ कमेन्ट गर्नुहोस् ल। सबै हलेदो मात्र हालेको छ। हलेदोको खाना भए पनि मैले चाहिँ खाएर भ्याइसकेको छु। अब हेरौँ प्रश्नले कति खाएको छ है, उलेको चाहिँ कति छ उसको थालमा अझै बाँकी। उसको थालमा जतिको त्यति छैन, कति नै खाएको छैन, अलिकति पनि खाएको छैन। मैले चाहिँ लगभग आधी खाएर सकिसकेको छु। हामीले आधा खाइसक्दासम्म पछाडि चाहिँ अझै पनि डिस्ट्रिब्युट हुँदा बाँकी छ, अझै पनि पाउनु भएको छैन। प्लेन अझै ठुलो लामो छ, पछाडिसम्म छ। खानासाना सब खाइसक्यो, भिडियो हेर्दै बसेको छ। आवाज धेरै ठुलो साउन्ड आइरहेछ। यो साइडको पुरै खाली छ। हाम्रो सिट चाहिँ उतातिर साइडमा थियो पहिले चाहिँ। हामी चाहिँ झ्यालतिर भिडियो बनाउनको लागि झ्यालतिर रिक्वेस्ट गर्यौँ। देख्दाखेरि यतिकै रोकिएको हुन्छ तर यो कति स्पिडमा छ। उहाँहरूले हामीलाई बोलाएको बोलाइ गर्नु रहेछ। अलिक हामीले चाहिँ यतातिर साउन्ड चाहिँ अलिकति सुन्न गाह्रो भइरहेको छ किनकि प्लेनको ठुलो साउन्ड छ अनि इयरफोन त्यही सानो इयरफोन छ। अलिकति हेडफोन भएको भए सही हुन्थ्यो तर अलिकति सुन्न चाहिँ गाह्रो भइरहेको छ। हजुरले सुन्न सक्नुहुन्छ कति ठुलो साउन्ड आएको छ भित्र पनि हैन। खाना खाइयो, अब चियाको सुर्की छ। नेपाल एयरलाइन्सको फर्स्ट खाना हामीले खाएर सकिसकेको छौँ। अब हामी सेकेन्ड खाना अथवा ब्रेकफास्ट जस्तो फेरि पनि खाना पाउनेछौँ। त्यसमा के कस्तो हुनेछ भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। यो पनि हजुरलाई जानकारी दिउँ। माथि रेड बटन देख्नु भएको छ भने त्यहाँ कोही मान्छे टोयलेट गएको हुन्छ। ग्रिन बटन छ भने चाहिँ त्यो ओपन कोही पनि गएको छैन। त्यस्तो अवस्थामा आउनुहोस् अब प्लेनको टोयलेट के कसरी युज गर्ने त्यसको बारेमा थोरै म जानकारी दिन चाहन्छु। प्लेनमा टोयलेटको ढोका कसरी लगाउने, राइट साइडतिर यो बटन छ नि जुन यो राइट साइडतिर लग्नुभयो भने टोयलेटको ढोका लाग्छ अनि लेफ्ट साइडतिर लग्नुभयो भने चाहिँ यो ओपन हुन्छ। ल गरेर हेरौँ है। राइट साइडतिर लग्यो चकिलो बत्ती बल्यो। अब लेफ्ट साइडतिर लग्दाखेरि डिम बत्ती बल्छ। यो भनेको ओपन भयो। यो तल रहेको चाहिँ फ्लस बटन रहेको छ। प्लेनमा पानी चाहिँ हुँदैन, हावाको फोर्सले भित्र लग्ने गर्छ। त्यही भएर त्यहाँ पानी चाहिँ हजुरले देख्नुहुन्न। हावाको फोर्स भएको हुनाले त्यही भएर प्लेनमा ठुलो साउन्ड आउने गर्छ। यहाँ चाहिँ हात धुने ठाउँ रहेको छ अनि माथि चाहिँ टिस्यु पनि मैले देखेँ तर चाहिँ टिस्यु युज गरेर फाल्ने ठाउँ चाहिँ थिएन।
सम्पूर्णले खाना खाइसकेपछि प्लेनभित्र अब चाहिँ रात परिसकेको छ। बाहिर हेर्दा चाहिँ उज्यालो छ तर प्लेनमा चाहिँ रात बनाइसक्नु भएको छ किनकि यहाँको सम्पूर्ण ज्यालोहरू लाइटहरू सम्पूर्ण बन्द गरेर अब केही समय चाहिँ सुत्नको लागि बनाउनु भएको छ। हाम्रो प्लेन चाहिँ जापानको टोकियो हुँदै फुकुओका हुँदै नागासाकी हुँदै अहिले चाहिँ हामी साङ्घाईतिर लागिरहेको छौँ। साङ्घाईको पोइन्टतिर गइरहेको छ प्लेन। हाम्रो प्लेन चाहिँ 30,040 फिट माथि उडिरहेको छ। ग्राउन्ड स्पिडको लेभल चाहिँ 382 को स्पिडमा दौडिरहेको भइसकेपछि म पनि हल्का निदाएछु। हाम्रो मिसेस चाहिँ अझै पनि टिभी हेरिरहनु भएको छ। म चाहिँ थाकेँ, कति सुत्नु कति टिभी हेर्नु कति के गर्नु होइन। म थाकेर वाक्क पिक्क भइसक्यो। लगभग 6-7 घन्टा भइसक्यो प्लेनमा एउटै सिटमा बसेको छ। त्यही बाहिर हेरेको छ होइन। थकित भएको छु होइन। वाक्क पिक्क ट्याक्क भइसक्यो बस्दा। अझै 1 घन्टा 57 मिनट रहेको छ। हामी इन्डिया आइपुगेको छौँ। हजुरले देख्न सक्नुहुन्छ बाहिरको नजरिया यस्तो छ। अझै पनि पुरै सिसा खोलेको छैनौँ किनकि भित्र चाहिँ अरू मानिसहरू सुतिरहनु भएको छ। सबले झ्याल बन्द गरेको छ। थकाइ लागिसक्यो। ज्वरो आउला जस्तो भइसक्यो। पुरै सुत्नु नपाएर गाह्रो छ। 8 घन्टा बस्नु नसकिँदो रहेछ। चाइनाको माथि छौँ। त्यो हुनाले चाहिँ 4:25 छ। हामीले यहाँ हेर्दाखेरि पनि देख्नुहुन्छ यसमा चाहिँ टाइम छ 1 घन्टा 55 मिनट छ। यसरी गयो यहाँ आइपुग्यो। यहाँबाट माथि लाग्छ फेरि अब उकालो लाग्छ फेरि यहाँदेखि। छक्का पन्जा फिल्म रहेछ। छक्का पन्जा पनि कति हेर्नु एउटै फिल्म। ल अब उकालो प्लेन चाहिँ ओह्रालो लाग्नु थाल्यो है। आजको 9:30 देखि 10 घन्टाको प्लेन यात्रामा मलाई बाउला भइरहेको छ। 10 घन्टाको प्लेन पनि गाह्रो हुँदो रहेछ नन स्टप चढ्दाखेरि। फेरि पनि चिया नास्ता आइसकेको छ। अब फेरि पनि हाम्रो आफ्नो डाइनिङ प्रिपरेसन गरौँ। अब हामीले जानिसकेको छौँ। मैले बिचमा कफी पनि खाएँ। त्यो भएको हुनाले चाहिँ मलाई निद्रा पनि परिन होइन। निद्रा परेको भए चाहिँ थाहा हुन्न त्यो होला। निद्रा पनि परिन अनि सिट पनि अलि अप्ठ्यारो भयो होइन। अब कति बेला देलान्न खालान् भनेको छु। यताउता हेरेको छु, छटपट्याएको छु, मोबाइल चलाएको छु। बेटी सकिन थालिसक्यो होइन। चिकन खानुहुन्छ है? चिकन कटलेट छ सर? चिकन कटलेटमा केचप र मटरले जुस पानी के दिनुहुन्छ? जुस र पानी दिने। फेरि पनि खाना के कस्तो खाना आएको छ फेरमै। नेपाल एयरलाइन्सको स्टाफ एयर होस्टेसको नाम रिना प्रजापति। आजको फुड सर्भिस उहाँले धेरै नै राम्रो सर्भिस गर्नुभएको छ। त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। यो साइडतिर कस्तो साउन्ड आउँदो रहेछ कान कस्तो दुख्दो रहेछ। मात्र स्न्याप नास्ता जस्तो भयो त नास्ता। जापानमा जन्मेको क्युट बेबी हामीलाई हेरेको गरेर आउनाले चाहिँ हामी पनि माया लागेर एकछिन उचाल्यौँ। कति क्युट हो। घाम छ यहाँ त घाम छ धेरै घाम छ। यदि उपकरणहरूको प्रयत्न गर्नुहोला। अतिरिक्त सेवा र सूचना आवश्यक भएमा कृपया हाम्रा विमानस्थल कर्मचारीसँग सम्पर्क राख्नुहोला। धन्यवाद। फाइनली हाम्रो काठमाडौँमा ल्यान्डिङको तयारी हुन गइरहेको छ। हामी ल्यान्डिङ गर्दैछौँ केही समयमा। आकाशको बादल चिर्दै हामी काठमाडौँ इन्टरनेसनल एयरपोर्ट आइपुगेको छौँ। अबको केही समयमा हाम्रो ल्यान्डिङ हुन गइरहेको छ। सबैजना तयारी पोजिसनमा रहनु भएको छ।
हजुरले देख्न सक्नुहुन्छ। ल्यान्डिङ पोजिसन भएको हुनाले चाहिँ एयर होस्टेस पनि अगाडि आएर बस्नु भएको छ। बल्ल पहाड चाहिँ बल्ल देख्यो। यहाँ माथिको पहाडको गाउँहरू हेर त यहाँ देख्यो। ल है हामी काठमाडौँको भ्यालीमा ल्यान्डिङ गर्दैछौँ। हाम्रो काठमाडौँको बाटो अझै पिच भएको छैन जस्तो त्यस्तै छ। काठमाडौँका ठुला बिल्डिङहरू, काठमाडौँका घरहरू यहाँबाट हेर्न सक्नुहुन्छ हजुरले। तलको दृश्यहरूमा प्लेन ल्यान्डिङ गर्न केही समय बाँकी रहेको छ। अब थोरै छ, ल्यान्डिङ हुन लागिरहेको छ। काठमाडौँ सहरको यो भ्यू रहेको छ, काठमाडौँ सिटी हजुरले देख्न सक्नुहुन्छ। हामी तल ल्यान्डिङको पोजिसनमा गइसकेको छ प्लेन। अब ल्यान्डिङ थोरै बाँकी छ। भित्र चाहिँ बच्चाहरूको रोवाबासी छ होइन। अलिकति तल डाउन जाँदाखेरि चाहिँ प्लेनमा थोरै डट पनि लाग्ने गर्छ। त्यो भएको हुनाले होला सायद बच्चाहरू पनि थोरै रोइरहनु भएको छ। यति बेला हो सबैको मुटुमा ढुकढुक गर्ने होइन। जुन ल्यान्डिङ भएमा छुने बेला हुन्छ, यति बेला चाहिँ लास्ट डर हुन्छ होइन। सबभन्दा मेन भनेको डर भनेको ह्याती छ होइन। तल धावन मार्ग छुने बेला चाहिँ डर हुन्छ। फाइनल्ली हाम्रो प्लेन ल्यान्डिङ भइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ भित्र सबैजना मानिसहरू ताली पिटेर खुसियाली मनाइरहनु भएको छ। कति छिटो ब्रेक हान्नु पर्दो रहेछ है। यहाँति चाहिँ ल्यान्डिङ भएको 3-4 सेकेन्ड 5 सेकेन्ड भएको थिएन। प्लेनले यति स्पिड यति कन्ट्रोल गरेर ब्रेक हान्यो कि यो हजुरले देख्न सक्नुहुन्छ विङ्सहरू पनि माथि गइरहेको छ। यति फास्ट ल्यान्डिङ गरेको मैले अचम्म लाग्यो होइन। यो स्पिडमा आएको प्लेन यति फास्ट कन्ट्रोल गरेको देख्दा मलाई चाहिँ यहाँ चाहिँ रनवे थोरै रहेछ भन्ने मलाई फिल भयो। थोरै छन त, तर लास्ट डेन्जर हाम्रो नेपालको एयरपोर्ट रहेछ भन्ने मलाई आज फिल भयो। किनकि यति फास्ट आएको प्लेन यति फास्ट यति 2-4 सेकेन्डमै स्टप हुनु भनेको त लास्ट डेन्जर कुरा हो होइन। जहाज कुरा नरोकेसम्म सिटमा बसिदिनु होला। माथिको सामान कच्चे खोल्दा विशेष ध्यान पुर्याउन अनुरोध गर्दछौँ। साथै वित्तीय उपकरणहरूको उपयोग गर्न सकिने जानकारी गराउँदछौँ। छैन अक्टोबरमा तपाईँमा सेम रहेछ। शैलेश आचार्य ल मैले युट्युबमा हाल्छु भिडियो हेर्नु। मेरो शैलेश आचार्य शैलेश Mr.Shailesh52 हानी आउँछ। ए यो भयो भने आजको हेर यो चाहिँ ल हुन्छ। थ्याङ्क यू सो मच। आचार्य नै हो। तपाईँ कुन ठाउँको नि? बाई बाई, फेरि भेटौँला। ल हुन्छ। आजको फ्लाइट जापानको नारितादेखि नेपालको त्रिभुवन इन्टरनेसनल एयरपोर्टसम्म आइपुगेको छ। प्लेन ल्यान्डिङ भइसकेपछि हामीलाई बस रिसिभ गर्न आइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ बसमा मानिसहरू प्याकाप्याक भएर बस्नु भएको छ।
हेलो नेपाल, हामी नेपाल आइपुग्यौँ फाइनली। हामी बसमा चढिसकेका छौँ। अब हामी यहाँदेखिबाट हाम्रो एयरपोर्टसम्म बसले लग्ने काम गर्छ, किनकि त्यहाँ प्लेनहरू भएको हुनाले चाहिँ अलिकति डेन्जर हुन्छ भनेर बस रिसिभ गर्न आउँछ, नेपाल एयरलाइन्सको बस। हामी नेपालको एयरपोर्टभित्र छिरिसकेका छौँ। हजुरले यहाँ देख्न सक्नुहुन्छ गौतम बुद्धका केही तस्बिरहरू होइन। अनि हाम्रो लगेजहरूको पनि यहाँ चेकिङ हुन गइरहेको छ। लगेजहरू आफ्नो लगेजहरू रिसिभ गर्नु होला होइन। मेरो लगेज अझै पनि भेटिरहेको छैन। हाम्रो भित्र सम्पूर्ण चेक भइसकेपछि मैले चाहिँ आफ्नो लगेज रिसिभ गरेर मैले योदेखि हाम्रो बाहिर निस्किने बाटो रहेको छ। बाहिर निस्किँदाखेरि यो बाटो भएर बाहिर निस्किनु पर्ने हुन्छ। हामी चाहिँ लिफ्टको युज गरेर तल्लो फ्लोरमा जाँदैछौँ, किनकि त्यहाँबाट अब तल्लो फ्लोर गइसकेपछि त्यहाँबाट बढाइङ चढेर हामी तल बाहिर निस्क्यौँ। मम्मी बा हाम्रो रिसिभको लागि वेट गरेर बसिरहनु भएको थियो। आजको भिडियो हजुरलाई के कस्तो लाग्यो? जापानको नारितादेखि काठमाडौँको एयरपोर्टसम्म हामी आइपुगेको छौँ। हजुरलाई आजको भिडियो के कस्तो लाग्यो? हजुरलाई यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।